यो देशमा ठुलालाई चैन सानालाई ऐन। अब माधव नेपालजीले ललिता निवास र पतञ्जलि म यो चाहिँ जग्गा चाहिँ हदबन्दी छुट पनि गरिदिन्छु, त्यसपछि अनि म यो खान्छु, अनि फेरि बेच्न प्लटिङ गर्न दिन्छु भन्ने कहीँ घोषणापत्रमा छ। ललिता निवासको थियो न पतञ्जलिको थियो। हजुर, सिधा सिधी त्यो लाटालाई पनि थाहा छ। अब विशेष अदालतले थुन्नुपर्ने मान्छे ऐन छ। विशेष अदालतमा चलेको मुद्दामा तत्काल प्राप्त प्रमाणद्वारा कोषागार देखिन्छ भने थुन्नुपर्छ। 10,000 को चोरी मुद्दामा चाहिँ जिल्ला अदालतमा जेल बस्नुपर्छ नागरिक। 18 करोडको चाहिँ भ्रष्टाचारको मुद्दामा चाहिँ माधव नेपाल महान क्रान्तिकारी अपराधी हुन् भनेर त ठहर गर्यो विशेष अदालतले। 5 बजेपछि त अड्डा खुल्नु नहुने। अनि माधव नेपालका लागि चाहिँ ब्याङ्क पनि आउँदो रहेछ, कर्मचारी पनि 12 बजीसम्म बस्दा रहेछन्। अरूलाई भए त जनतालाई त थुनामा जान्थ्यो नि त। यो देशमा ठुलालाई चैन सानालाई ऐन।